कार समाचार सम्बन्धी केही सङ्गालोहरू यहाँ प्रस्तुत हुन गइरहेको छ। भुटान सहित 43 देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने ट्रम्पको तयारी। प्रचण्डको आशंका कांग्रेस एमाले गणतन्त्र जोगाउलान् भन्ने विश्वास छैन। बाउ छोराको मिहिनेतले युरोपसम्म कफी पुग्छ। कुवरको अवकाशपछि को बन्दैछ नयाँ प्रहरी प्रमुख। बाल सुधार गृहमा झडप, 7 दर्जनभन्दा बढी घाइते, स्थिति नियन्त्रणमा। विद्युतीय सवारी साधन सञ्चालनसँगै सस्तियो पोखरा बागलुङ यात्रा। प्रतिनिधि सभाको चैत 15 गतेसम्मको क्यालेन्डर तयारी। प्रधानमन्त्री कप दासको शतकमा आर्मीको लगातार चौथो जित। नेकपा यसको समाजवादी अभियान सुरु। मन्त्री भण्डारीको दावी, सरकारले बजार अनुगमन गर्दा उपभोक्ताको अधिकार संरक्षण भएको छ। भोलिबाट सङ्कलित रकम विद्यालयको विकासमा खर्च गरिने। सञ्चालनमा आयो उपभोक्ता अदालत, काठमाडौँ उपत्यकामा मुद्दा हेरिने। जग्गा कब्जाको आरोपपछि रासपा नेतालाई कांग्रेस नेता केसीले भने प्रमाणित गरेर देखाउनुहोस्, होइन भने कानुनी उपचार खोज्छु। बीआरआई नेपालको हितमा छ खनाल। यी समाचारका केही प्रमुख हेडलाइनहरू पाए। अब समाचारको सुरुवात। भुटान सहित 43 देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तयारी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले भुटान सहित 43 देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी गरिएको ट्रम्प प्रशासनले जारी गरेको सूचनामा प्रकाशित गरिएको छ। दक्षिण एसियाका अफगानिस्तान र भुटानका नागरिकलाई पूर्ण रूपमा अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी ट्रम्प प्रशासनले गरेको छ। अमेरिकाको रेड लिस्टमा अफगानिस्तान र भुटान बाहेक क्युबा, इरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुएला, यमन रहेका छन्। यी देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको तयारी छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार ओरेन्ज लिस्टमा बेलारुस, इरिट्रिया, हाइटी, लाओस, म्यानमार, पाकिस्तान, रुस, सेरा लियोन, दक्षिण सुडान र तुर्किस्तान छन्। यी देशका नागरिकलाई आंशिक प्रतिबन्ध लगाउने भनिएको छ। त्यस्तै येलो लिस्टमा अंगोला, कम्बोडिया, क्यामरुन, कङ्गो, लाइबेरिया, माली, जिम्बाब्वे सहित 22 देश रहेको सूचनामा उल्लेख गरिएको छ। हस्त नमस्कार। आजको